त्यो बेला तँले आज शैतान बोल्न सुरु गर्छ तँ नाङ्गै छस् भनेर। अब के गर्छस्? तेरोमा ऋण यति छ, के गर्छस्? तँ यस्तो छस्, त्यस्तो छस्, तेरो हेबिट यस्तो छ, तेरो श्रीमान यस्तो छ, तेरो श्रीमती यस्तो छ, तेरो आमा यस्तो छ, तेरो बाबु यस्तो छ। याद गर्नुहोस् है। तर बाइबलले भन्छ, मलाई मजाको कुराको परमेश्वरले चाहिँ भन्नुहुन्छ, कसले चाहिँ भन्यो तँ नाङ्गै छस् भनेर? पौलले चाहिँ सोध्नुहुन्छ, यदि तपाईँ भित्र नि यसरी भन्दैछ भने ए तँ नाङ्गै छस्, आजको दिन तँ सकिस्, तँसँग केही पनि छैन भने तपाईँसँग बोल्दैछ भने ती बोल्ने चाहिँ परमेश्वर हुनुहुन्न प्रियहरू। ताली बजाइदिनुहोस् न एकचोटि। परमेश्वरले चाहिँ कहिले पनि तँ नाङ्गै छस् भन्नुहुन्न। आमेन। तपाईँसँग बोल्दैछ, अब सिद्धियो सिद्धियो भयो भयो, अब यति नै रहेछ, अब केही गर्नु नसक्ने रहेछु। तपाईँसँग प्रभु बोलेको होइन है। याद गर्नुहोस्, शैतानले भन्दछ तँ नाङ्गै छस्, तँ सिद्धिसँग धेरै पटक्ने शत्रु बोल्छ है। तेरो नग्नता गाउँ समाजले देखेको छ, तँ यो छस् तँ त्यो। त्यही भएर त्यो कुरा थाहा गर्नुहोस् है। कोही बेला नि एउटा भनाइ छ नि, वनको बाघले होइन मनको बाघले खान्छ अरे क्या ज्यादा हाम्रो मान्छेलाई। त्यो मान्छेले यो पो भन्यो कि, त्यो मान्छेले बात मार्दै थियो कि दुईजना, हाम्रो त ठ्याक्क मिल्छ क्या, दुईजना बात मार्दै थियो, मेरै कुरा गर्यो होला, ल उसको कुरा गर्नु अरे। तपाईँले लेखिएर राख्नुहोस्, आजको दिन तपाईँको हृदयको पानामा लेखेर राख्नुहोस्, परमेश्वर बोलेको चाहिँ हुँदै होइन। कोही बेला जयमसी भन्नु पाइँदैन होला प्रियहरू, भने नै आज जयमसी केमा रिसाएको छ है पो भन्छ त फेरि। कोही बेला हामी समाज एउटै पर्छौँ, गाउँ एउटै पर्छ, कोही बेला हतार हुन्छ प्रियहरू। याद गर्नुहोस्, कोही बेला तपाईँले देख्दा देख्दै, कोही बेला हामीले देख्दा देख्दै, कोही बेला तर रोक्नु पाइँदैन होला। याद गर्नुहोस्, त्यति बेला शैतान तपाईँले हामीसँग नबोलोस् त नाङ्गै छस् भनेर। आमेन भन्नुहोस् न। धेरै पटक नि कोही बेला त्यस्तो हुन्छ। मण्डली भित्रको वास्तविकता म भनिराखेको छु तपाईँलाई। मण्डली भित्र नि तपाईँले शत्रु त्यो भन्छ, तर बाइबलले भन्छ होइन होइन, तपाईँ नि हामी भित्र त नि प्रगाढ प्रेम छ। आमेन भन्नुहोस् न। जब तपाईँ भित्रको प्रेमले कसैको गल्ती तपाईँले देख्नु भएको छैन भने थाहा गर्नुहोस् तपाईँ भित्र यीशु ख्रीष्टको प्रेम बग्दैछ भनेर। तर जब तपाईँ भित्र नि अरे दुईजना भेट्यो म मेरै कुरा गरे भन्ने आउँदैछ भने यसो शैतानै बोलेको। आज सिधै भनिदिऊ, किन यस्तो घुमाएर भन्नु होइन? यदि तपाईँले भेट्ला आज त मलाई त कलै गरेन, आज त हाम्रो उयस नै भएन, भेट्दै गर्दाखेरि पनि म त बोल्नु भएन, हाम्रै घरै नजिकबाट जानु भयो, ननिक्ली गयो, सायद केही कुरा त भएरै ननिक्ल्यो पो भन्छ त फेरि। ल हेर, कोही बेला मान्छेको हतार हुन्छ नि त, व्यस्तता हुन्छ नि त। आमेन भन्नुहोस् न। कोही बेला हुन्छ नि त, हुँदैन भन्नुहोस् त। कोही बेला थुप्रै कुरा याद गर्नुहोस् है। कोही बेला फोन उठेन भने पनि होइन, जानी नउठाएको नि पो भन्छ त। ल हेर, अब कोही बेला के हुन्छ, कोही बेला बिग्रेको जेन्युनली बिग्रेकै हुन्छ, कोही बेला के हुन्छ होइन उठाएन, देखेर पनि नउठाएको है पो भन्छ फेरि। याद गर्नुहोस्, जब त्यस्तो मनमा भावना भनौँ कसै के आउँदैछ भने याद गर्नुहोस्, त्यो नाङ्गै छस् चाहिँ कसले भन्दा रहेछ भन्नुहोस् त? जोडले भनिदिनुहोस् न, सुन्नुहोस् न हौ, कसले भन्दो रहेछ? शैतानले नै भन्छ है त नाङ्गै छस् भनेर चाहिँ, अरूले भन्दैन। तँलाई हेला गर्यो, तँलाई उठाएन, तेरो कुरा खाएन, तँ नलाग्दो भइस्, अब नफर्किने रहेछ। यो चाहिँ सबै प्रबाट होइन प्रियहरू, थाहा गर्नुहोस्, प्रबाट होइन, थाहा गर्नुहोस् प्रियहरू। तँलाई त हेला गर्दो रहेछ। कोही बेला छोरी मान्छेहरूको चाहिँ कोही बेला केही भएन, ल मलाई हेला गर्यो हुन्छ नि त होइन, थाहा गर्नुहोस् है। तर गरेको होला, म भन्छु गरेको होइन भन्दिनँ, गरेको होला, तपाईँले हेला गरेको होला। तर एउटा कुरा थाहा गर्नुहोस्, बाइबलले भन्छ प्रेमले चाहिँ के गर्छ अरे? असङ्ख्य पाप ढाकिदिन्छ अरे। शत्रुलाई भनिदिनुहोस् गरेकै होला, तर मलाई गरेको छैन भनिदिनुहोस् सुटुक्कै कानमा, त्यो झन् उफ्रिन्छ। हो गरेकै हो मलाई। कोही बेला एउटा कुरा याद गर्नुहोस्, कोही बेला देखेरै पनि याद गर्नुहोस् है, क्रिस्चियन जीवन चाहिँ नि एउटा कुरा थाहा गर्नुहोस्, क्रिस्चियन जीवन चाहिँ यस्तो जीवन हो, याद गर्नुहोस् यस्तो जीवन हो, तपाईँलाई देखेर जयमसी भनेन होला, तर तपाईँलाई देखेर जयमसी भनेन पनि शत्रुले तपाईँको कानमा बोल्यो होला, तर देखिस् अस्ति त नदेखि जयमसी भने, आज देखेर पनि भनेन, तपाईँको कानमा भन्यो भने भनिदिनुहोस् सुटुकै होइन त, बिचारालाई बोल्नु मन लागेको थिएन होला नि त भनिदिनुहोस्, झन् उफ्रिन्छ त्यो। तर हामी चाहिँ नि त्यो कुरालाई बढावा दिँदै जान्छौँ। हो त साँच्ची देखेको थियो है, आज त्योबाट त्यसको बादमा पनि देखेको थियो, बोलेन,
अझै यसो भन्छौँ त अझै अँध्यारो भयो भन्छौँ त हामी त देख्नु चाहिँ उज्यालोमै देखेको हुन्छु कि अँध्यारो भयो मलाई देखेर भन्छु खै कस्तो अँध्यारो भएको त्यो चाहिँ थाहा छैन त्यसो भन्यो भने चाहिँ शैतानलाई भनिदिनुहोस् भनेपछि बत्ती बालेर हेर्नु नि त भनेर हामी त्यसो मलाई देखेर त अँध्यारो भयो कि भन्छौँ यदि तपाईभित्र तपाईँको कानमा शैतानले भन्दैछ मलाई देखेर अँध्यारो भयो कोही बेला मनमा आउँछ कि अरे मलाई देखेर त अँध्यारो भयो अनि शैतानलाई फनक्क भनेर भनिदिनुहोस् अर्को पालि चाहिँ म टर्च लगेरै जान्छु भनेर एउटा कुरा थाहा गर्नुहोस् प्रेमले असंख्य पाप ढाक्छ आमेन मण्डलीको वास्तविकता हो यो परिवारको वास्तविकता हो कोही बेला लाग्छ नि लाग्छ मनमा मलाई पनि लाग्छ म पनि मान्छे हो लाग्छ कोही बेला तँलाई कोही बेला लाग्छ कसैले के भने आउँछ खबरहरू आउँदैन भन्दिनँ म तपाईँको बारेमा यसो भन्दै थिएँ भनेर आउँछ खबरहरू अनि मुस्कुराउनु मन लाग्छ मलाई चाहिँ आमेन भन्नुहोस् न एउटा कुरा थाहा गर्नुहोस् तपाईँ भित्र भएको प्रेम चाहिँ नि जब हामी भित्र प्रेम भरेको हुँदो रहेछ नि प्रियहरू एउटा कुरा थाहा गर्नुहोस् जित्दैन आमेन भन्नुहोस् न जित्दैन रहेछ के कुराले पनि जित्दैन अझै माया त बढेको आमेन भन्नुहोस् न अझै माया त बढेको आमेन तर याद गर्नुहोस् प्रियहरू प्रेमले असंख्य पापहरू ढाक्छन् आमेन ढाक्छ प्रियहरू हुन्छ थुप्रै कुराहरू हुन्छ यहाँनिर अदन अनि तर आदम अनि हवामा बाइबलले यसरी भन्छ दुईजनाको घट्टामा पनि नि शत्रुले आएर लगाए अलिक मुनि आएर हेर्नु भने नि बाइबलले भन्छ कुनै तिमीले चाहिँ नाङ्गै भन्यो मलाई साह्रो मनपर्छ यदि तपाईँले नि प्रभु म त नाङ्गै छु मेरो त उसले कुरा गरेछ मलाई त नराम्रो भनेछ भनेर तपाईँ मनभित्र खेल्दै हुन्छ आजको दिन प्रभुले तपाईँलाई भन्दैछ कसले चाहिँ भने छोरी कसले भने तिमीलाई होइन जेसुकै भन्नुहोस् म तिमीलाई माया गर्छु आमेन भन्नुहोस् न तिमी ठिकै छौ आमेन भन्नुहोस् न धेरै पटक तपाईँलाई बोल्छ होला है शैतान शत्रु धेरैचोटि बोल्छ तपाईँ अनि हामी भित्र चाहिँ भरिएको प्रेमले चाहिँ नि जब असंख्य पापहरू ढाक्न सुरु गर्छ अरे नि शत्रु चाहिँ नि के हुन्छ अरे फ्लप हुन्छ अरे आमेन भन्नुहोस् न शत्रु चाहिँ फ्लप हुन्छ आमेन